नमस्कार नमस्कार चाहिँ म आज खुसीभन्दा खुसी छम होइन। यो सबै हाम्रो 1 बिघा थियो। मेरो कि यताको 1 बिघा र पूर्चन्द्र छोराको 1 बिघा थियो। त्यो हामीले पुरा काटिसकेछौँ होइन। मेरो बुढी र म लागेको थियौँ। हामी दुईटाले सकेन, त्यही भएर केटाहरू पनि अलिअलि मगायो। त्यही हामीले सबै काट्यौँ बा होइन। काट्यौँ त्यो माटो पूर्चन्द्रले हेर त लास्टमा एक कोटा धानको मटर दिएछ बा हेर त। यो एक कोटा धानले अब के देउरो गर्नु त। तिनीजना एक कोटा धान हामी पोक्का भिखारी मान्छौँ र साथ। त्यही पनि हामीले यता ठन्का राखेको छौँ है। गोटीले चाबी ठेलेर राखेको छौँ हामीले। हेर्नुहोस् है अब को माटो चोले चाबी तोडेछ हो तेरे मा चोक्री हेर त। एक कोटाले भित्र ठन्का राखेको थियो, त्यो पनि हेर त त्यही मात्रै ठन्का राखेको थियौँ। को माटो चोले चोरेछ यो माटो चोले हेर त। सिक्ने आज गोटीले चामलको दारू बनाएर लटकाम्ला भनेको त। सिक्ने को भित्र पेले भोस्काइदिउँला भनेर मेरो अनुरोध छ क्या। अहिले पक यहाँबाट गएर मैले नमस्कार बेलबाजे। कोमा अडर चटाइ चाहिँ के म हेर्छको म के पर्छ नि हाम्रो नमस्कार गरेछ। आज हामीलाई बिर्सिनु भयो। यत्रो धान कटाएर हामीलाई पैसा दिनुहुन्न अब। होइन हेर त धान त हामीले पनि त काट्यो मलाई। तिमी सालेले मात्र धान काटेछौ। हेर त बस्ता कुरा नगर्नु, केटा ल्याएर खेलिदिउँला। ठेलेको गाडी हेर त 2 फुट छैन मलाई खेल्ने कुरो गरेछ। कोमा अडर छोले हातलाई चाहिँ टमाटर लाम्बो भएर मलाई भोस्काएछ तेरीमा छिन हेर। हामीले पूर्चन्द्र सरले भनेर तँलाई भोस्काएन भने त कुट्टाको बच्चा होइन। ओजे सकल बोकाएर मरेछ सिक्ने हेर त। आज को हाने को यसकेमा सिक्ने हेर पोछारीबाट हानेर बोचेछ। हो गाडीबाट हाने भयो त मैले पनि एउटा खेल्दै यस्तो मुखान हालेको मेरो आमा पोइ सिक्ने माटो चोट कोटाबाट आएछ। गोटीले रुख सिकाएर हेर त। आज पोर्ने यो माटो चोट पूर्चन्द्र कोटा छ त्यसको बुढी मैले खेलेँ भने त कुट्टाको बच्चा होइन पोख्छाले हेर त। घर पनि गोटीले छ नि केटाहरू ढेकाने र यहाँबाट हाटी कामेको के कामै छ।